हेलो गाइज, गुड मर्निङ। आजको भ्लग मेरो सुरु भयो है सूर्यका साथ। गाइजहरू मकै खाने भए आम है, हाम्रोमा चाहिँ मकै खाने भइसकेको छ। गाइज पपैया खाने भए आम है, पाकेर हेर्नुहोस् त कत्रै भएको रहेछ। अब घर चाहिँ यही हो है मेरो चाहिँ गाइजहरू। मेरो घर चाहिँ यही हो गाइजहरू। अनि त्यहाँबाट मेरो गाउँहरू नि देख्न सक्नुहुन्छ सबैजनाले। सब्जी बनाउन लाग्यो। भयो है गाइजहरू। आज चाहिँ सटरडेको दिन। आज सबै सटरहरू बन्द छन्। देख्न सक्नुहुन्छ एउटा सटर खुला छैन। म चाहिँ मेरो बच्चाले हाम्रो घर चाहिँ म चाहिँ यहाँ सामान लिन आएको गाईहरू गम्दिन चाहिँ सटर खुले गाईहरू सब देख्न सक्नुहुनेछ। सामान लिएर सट्टा लाएर जानुपर्ने हुनेछ।
सबैजना संसारमा हुनुहुन्छ होला, हामी पनि संसारमै छौँ। यसै गरी आज हाम्रो भ्लग रहेको छ आज गर्मी सटरडेको दिन। हाम्रो नानीले क्यारी हुन्छ क्यारी हौ है गाईहरू आँपहरू हेर्नुहोस् है आँप मजाले आँप खान आउनु होला सबैजना। यस्तै छ है गाईहरू गर्मी आज 34 डिग्री सेल्सियस आजको गर्मीले आज मारेको गर्मीले आज मारेको गाईहरू। हजुर आफैलाई हाम्रोतिर चाहिँ आँप खाने बेला भइसक्यो गाईहरू देख्न सक्नुहुन्छ कति ठुला आँप भइसकेका छौँ। काँक्रो पनि बारीमा फलिसकेको छ गाईहरू। ल है गाईहरू हामी चाहिँ अब खतरा रहेको शीतल पानी आउँछ भन्छ गाईहरू हामीले पुग्ने टाइम है गाईहरू। हामी बर्दगोरिया गेटबाट कसैलाई थाहा छैन बर्दगोरियाबाट सटरडे हामी कतै गइएन, यहीँ आइयो फेरि दुईचोटि भयो क्या अब मोबाइल सबैहरू पिकनिक खान चटपट खाने ठाउँ बर्दगोरियाको पिकनिक स्थल है। आउनुहुन्छ आउनु होला यो ठाउँ बर्दगोरियाको पिकनिक स्थल हाम्रा माललाई। हेलो आरामै हुनुहुन्छ ल है गाईहरू अब चाहिँ आँप खाने बेला हुन्छ भनेको त आँपै परेको छैन गाईहरू देख्नुहुन्छ आँपै छैन सानो ल हेर्नु होला ऐतिहासिक मन्दिर हो यो सबैभन्दा पुरानो मन्दिर पढ्न सक्नुहुन्छ धोनीहरू ऐतिहासिक धोनीहरू हो यो चाहिँ यसमा के बस्नुहुन्छ सबैले कमेन्ट गर्नु होला है। अनि यहाँ चाहिँ हाम्रो बाबा बर्दगोरियाको कस्तो छ जानु र दिल्ली पनि रहेछ गाईहरू यहाँ दिल्ली नारायण हरि ल भयो
हाम्रोतिर चाहिँ मकै पनि खाने बेला भइसक्यो है। देख्न सक्नुहुन्छ मकै कस्तो अमेरिकातिर त बल्ल छर्ने बेला भयो होला, कुन ठाउँमा खाने बेला भयो, कुन ठाउँमा के हुँदैछ मकै प्लस आँप खाने बेला के गर्दैछौ तिमीले? हामी अब काँक्रो सार्दै खान आएको। त्यहाँ दादा नि नुन पिस्दै खान, अब यसलाई चाहिँ कस्तो हालेर अब सार्दै खाएपछि देखाएको नि हाम्रो। यो चाहिँ मेरो हेर्नु हाम्रै गाउँ घरमा फलेको। ल है आज नानीको काम खाना। हेलो गाइस, ल हेर्नु यी खेलाडीहरू पानी खाँदैछौँ, हामी खेलाउँदैछौँ। के छ हामी भ्लग बनाउन गएको यार भाइ। ओए छक्का हान। ओ यस्तो पनि खेलाडी यार के छ भलको नि यार, हेरे होइन देख्न सक्नुहुन्छ खेल सुरु भइसकेको छ। बाबु के हो ल लो ये मेरो मेस्ता लाउ फेरि आउने बित्तिकै मेस्ता हो नि क्यारे के हो पुसु ओहो नि खाइदे ला खाइदे ला खाइदे ला खाइदे ए मेथी भने न ओ म्याक्स भने न कति जन के नि के गर्यो म्याक्स टोलै खाइदे टोलै